सो दिस इज BI इन्स्टिट्युट अनि हाम्रो अहिले यहाँ चाहिँ अप्रिल हेलो नम्बर 1 अप्रिल कहिले 15देखि सुरु भएको अब 21 सम्म हुन्छ आउनु होला सबैजना BI इन्स्टिट्युट हियर जोर पार्टी हेलो गाइस म चाहिँ मेरो 2082 को भिडियो बनाउँदैछु रमेश दाई हेलो भनिदिनुहोस् कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ तपाईँले यो क्याप लाउनु भएको कति वर्ष भयो त 3 वर्ष 1 वर्ष होला अब नयाँ आउँछ है अर्को के भन्नु छैन यति हो तपाईँले चाहिँ के गर्नुहुन्छ यता BI-मा हाँस्दै बस्नुहुन्छ धुप हेर्दै उयो धुप है आज त एउटा मात्रै रहेछ नि त बाँकी चाहिँ कहाँ राख्नु भयो ल ल हस् धन्यवाद ल्याइदिउँ न क्यामेरा होइन तपाईँले चाहिँ के गर्नुहुन्छ भन्नु त म त कहिले मेसिन लोड गर्ने अनि मेसिनमा लोड गरेको धुप बाहिर ल्याएर सुकाउने कहिले यहाँ रमेशलाई पालो दिने काम गर्छु अब यहाँ बाहिर रमेशले मात्रै सुकाउनु भ्याउँदैन अनि कहिलेकाहीँ त्यही हो भित्रै बट्टा टाल्ने काम गर्ने हो त्यही हो मेरो त धुपको होइन त हजुर तपाईँको नाम चाहिँ के हो अरे मेरो नाम रोशन रोशन र रमेश है ल क्या मिलेको आरबाट रहेछ ल ठिक छ अनि तिमी चाहिँ के गर्छ यहाँ हेर्नु है मेरो युट्युबमा हेर्नु है त युट्युबलाई अब लाइक पनि गरिदिनु ल सब्सक्राइब गरिदिनु होला के अरे युट्युबको नाम दि कभर साना ल रमेश नबिर्सिकन मम्मीको मोबाइलमा खोजेर तपाईँले अहिले खाइरहेको चाहिँ कफी चाहिँ साथी कफी हो के आज गर्दा 2 चोटि हुन्छ है तपाईँले खानुभयो कस्तो लाग्यो तपाईँलाई यो कफी एकदमै मिठो छ एकदमै टेस्टी छ होइन हजुरहरूले एकदमै राम्रो र एकदम मिठो कफी बनाउनु हुँदो रहेछ होइन हजुर सधैँ अब यस्तो कफी खाइरहनु पाउँ त्यही हो अब यो सधैँ भन्दा यो एक्जिबिसन भरि मात्र अरू बेला त पाइँदैन यही हो हजुरहरू दुवैजनालाई धेरै धेरै मेरो तर्फबाट धन्यवाद ल अब थ्याङ्क यू ल रमेश दाइ ल थ्याङ्क यू ल कफी खानु ल हामी आउँछौँ So here is Antique Gautam Buddha and actually we are at BIA Institute. हाम्रो यहाँ अहिले एक्जिबिसन चलिरहेको छ एन्ड गेस्टहरू पनि आउनुभयो हामी बाचा किन्न जान लाग्यो होइन त के गर्ने अब हेलो नमस्ते यता चाहिँ पानी परेर मेरो सेटअप यता भएको छ and then exhibition is about the statues and then tankas and then everything made by the हाम्रो दाइ दिदीहरूले बनाउनु भएको लाइट भन्नु भएन मलाई चाहिँ फिका कस्तो फिका भने फिका भने ब्ल्याक कफी लाइट बनाउँछु कफी नलागिन कस्तो कफी नलागिने थोरै मात्रै लगाइदिउँ नि त हुन्छ त्यो खानै नमिल्ने भएर भन्नु फेरि खाने चाहिँ स्वाद चाहिँ बिग्रिन्छ कि धेरै कमले त नलागिदिन हुन्छ मलाई त्यो त तातो पानी खा जस्तो हुन्छ नि दाइ यति हुन्छ यतिले एकदम ठिकै निस्किन्छ एउटा चाहिँ मिल्क भन्नुभएको ओके अनि त के खाने दाइ तातो पानी चिनी लगाइदिने अनि चट्ट चिया रङ लगाइदिने हल्का दुध लगाइदिनु अनि चिया रङै छैन त त्यसरी बनाइदिउँ चिया रङै छैन So guys, हामी चाहिँ एक्जिबिसन सकेर आउँदै फर्किँदाखेरि पानी परेर we decided to have hot chocolate. Yay!
ल चियर्स गरेर राख्दै चियर्स सो गाइज आज चाहिँ थर्ड लास्ट डे अफ एक्जिबिसन होइन अनि हामीहरू चाहिँ यहाँ भिटेनलाई कुदिरहेको छौँ मैले बिहानै एक कप ब्ल्याक कफी खाइसकेँ क्या आज अहिले चाहिँ अलिकति मिल्क खाइदिनु तपाईँको कफी यहाँ चिसो भयो हजुर ए सर्वेन्द्रले कफी दिनु भनेको थियो के ल अनि म त फेरि ए होला होला हो अघि देखाएको थिएँ मैले चिनिनँ किन हिजो आउनेले त खाँदैन थियो पैसातिर भित्र गएन हौ उहाँको पनि हो भित्रको त के म त थाहा छैन केसँग लिएको अर्डर अनि हाम्रै कम्प्युटर हाम्रै बिर्सेको क्या काम छैन अब मन दुख्छ अब त खा भने खान्न बन्दै भित्रको दुईवटा दिनु पहिला रबिन सरले थ्याङ्क यू भेना सङ्गम भेना के हो नाम उसको साथीको नाम पनि त्यही हो थाहा हुन्छ साथीको नाम के हो समीर श्रेष्ठ नमस्ते ढोकिदिया कस्तो गर्मी भयो यार अचानक यति धेरै भुटुटुलो अर्डर आएर छैन किसान उयो निमालाई चाहिँ एउटा ब्ल्याक स्ट्रङ भनेको थियो तर ऊ ब्ल्याक मिल्क खाने मिल्क हो ब्ल्याक हो के भन्छ उसले दाम चाहिँ दिँदैन म अहिले ये जो सक्यो एक्जिबिसन खत्म हो गया आज चाहिँ हाम्रो सेकेन्ड लास्ट डे हो गाइस एक्जिबिसनमा अनि अहिले चाहिँ भर्खरै कति बिहान भइरहेछ कतिवटा कफी भयो भर्खरै एउटा दुईवटा तीन कप कफी बेच्न सकेको छौँ हामी चारवटा मेरो नि 5वटा हाम्रो पेमेन्ट चाहिँ हिजै भएको थियो एकजना दाइले स्पोन्सर गर्नुभएको थियो सो
अब हेरौँ आज कस्तो हुन्छ त्यसपछि भोलि लास्ट हो अनि त्यसपछि एक्जिबिसन पनि खत्तम गाइस हामी चाहिँ एक्जिबिसनभित्र छिरिसक्यो के कफी खान आउँदैन हामी त डान्स गर्ने हो यही हालेर के हुन्छ त्यसै भनेको हाल्दिनँ आवाज हुँदैन यसमा यो चाहिँ छिरिलो बनाएको छ तपाईँहरू चाहिँ यता के हो दाइ अलिकति एडभान्सहरू चाहिँ यहाँभित्र हो सबै उस्तै हो तर हामी सकिसकेका छौँ तपाईँहरू ए अब हामी इन्सेन्स सेक्सनमा जाँदैछौँ थाङ्कामा छिर्यो अनि भिडियो बनाउन सकेन अब इन्सेन्समा जाँदैछौँ यति धेरै माउन्ट थियो त्यही भएर लास्ट इज बेटर माइ यो चाहिँ तपाईँ राख्नु न अरे के राम्रो भएको छ त त्यसरी म ठ्याक्कै गर्छु सो अहिले चाहिँ भात खाँदैछौँ हामीहरू 2 बजेको ब्रेकमा यहाँ भात खाने मान्छे चाहिँ वा हो मैले त खाएन यो बोलमा त खाली गरेको मैले खाएन बोल कसरी खाली भयो थाहा छैन केसँगले खाए जस्तो छ त्यो पनि टर्किँदो रहेछ म थपा राख्यो चिल्लै त्यही भएर त अघि भनेको नि के नलाइन म चाहिँ खस्रो गाइस हामी चाहिँ हल जाँदैछौँ मुभी हेर्न मुभी हेर्न पेसेन्ट हल सो यता चाहिँ अनुमति बिना के अरे प्रवेश निषेध लेखा तर हामीहरू चाहिँ अलि अनुमति लिएर आयौँ होइन सो जाँदैछौँ जाँदै छुट्टा देखे जस्ताको त्यस्तै हजुर भनौँ न भयो अरे आया माछाले यहाँभित्र चाहिँ ऊ भइरहेको छ क्या त्यो हेर्न आएको पुन्टी एकछिनमा त अब मैले कति छिटो कफी खाएर नि त्यहाँ पुरा हो कि सन म त उडेन त तपाईँ खाएको छैन खोइ ऊ त्यहाँ कप त त्यही छ त फेरि देख्छ मलाई है खुट्टामा आउनु यता आउनु न आफ्नो जुन चाहिँ आफूले होइन यतिखेर आफू पातलो देखेको जस्तो लाग्छ कतालै छ त्यस्तो मोटो देखाएको अनि छैन यहाँ क्यामेरामा हेर न त्यो त तपाईँ क्यामेरामै त्यस्तै तरिकाले बस्नु भएको छ अनि मान्छे घुम्दैछ किन हतार भन्नु यत्रो सबैजना हेलो मेरो भ्लगमा हाई गरिदिनु तपाईँहरू हाई गरिदिनु त्यो ब्लगमा तपाईँ दुध सुन्दै बस्नु अब मैले सुनेको थिइनँ पुरा यस्तो गरेर यस्तो खोलेको त्यो भिडियो आयो होइन आयो आज डबल गाइस एक्जिबिसन सकेर फर्किँदैछौँ यहाँ थाकेको छ मान्छे चाहिँ अनि हाम्रो गाडी भाडा तपाईँ पैसा मात्र गराउनु त्यहाँ एसी नराख्नु मान्छेहरू गर्नु न यहाँको यो स्टाफहरू मोहनी लाउने धेरै धेरै छन् यहाँ आँखालाई निकै So guys, last day of
एक्जिबिसन दुध सक्यो निमालाई किन्न पठाएको रक्सी खान गयो क्या ल बाई बाई हुन्छ एन्ड अफ एक्जिबिसन आज चाहिँ लास्ट डे थियो सक्यो बाहिर अब चिया अनि गफ फाइनली डन लेट्स गो बनाएन नि आज हाम्रो लास्ट डे थियो तर के छैन अब एक्जिबिसन सकेकोमा केही भन्नु छ के छ कस्तो लाग्यो तिमीलाई मलाई क्या मजा आयो तिमीलाई यो एक हप्ता कफी बेच्न कस्तो लाग्यो त मलाई क्या मजा आयो म फेरि यस्तै काम गर्छु ल खासै गेस्टहरू आएन पहिला वर्ष जति चाहिँ तर रमाइलो भयो है रमाइलो भयो यहीँको मान्छेले खानु भयो नि त्यही भएर रमाइलो ल ठिक छ See you next year. See you next year. Maybe not me, Kesang. With someone else. Coffee बेच्दै गरेको मेरो लागि सक्यो बाई बाई गाइस यो भ्लग हेरेर साथ दिनुभएको म धेरै धेरै धन्यवाद बाई बाई यही हो पारा सुरेश दाइले चाहिँ मलाई पुऱ्याइदिनु लाग्नु भएको छ बौद्धसम्म म चढ्दैछु मैले भ्लग गर्छु नि दाइ भर्खर सुरु गरेको सुरुमा चाहिँ मैले यो के अरे उसमा क्या बिआई इन्स्टिट्युटबाट सुरु गरेको भनेर भन्ने नमिल्ने पहिल्यै भइसक्यो